हेलो नमस्कार है साथीहरू तपाईँहरूलाई मैले चाहिँ आज फलफुल खेतीको हाम्रो चाहिँ बारीमा मैले देखाउन गइरहेँ है। ल हेर्दै गर्नुहोस् है, यहाँ हाम्रो देखाउन जाँदैछु है। ल हेर्नुहोस् है, तपाईँहरूलाई म यो ड्र्यागन फ्रुट देखाउन गइरहेको छु है। यसरी खासै त फलेको छैन, हेर्नुहोस् है। ल हेर्नुहोस्, यहाँ यसरी पाकेको रहेछ। ल हेर्नुहोस् है, एउटा चाहिँ पाकेको रहेछ। यसरी हाँगा हालेछ है, यसलाई छाँटेको हो हामीले। ल हेर्नुहोस्, यहाँ एउटा यसरी फलेको रहेछ। ल हेर्नुहोस्, ए यहाँ पनि रहेछ। यहाँ तपाईँहरूलाई मैले अर्को पनि देखाउँछु है तपाईँहरूलाई। उहाँ माथि देख्नुभयो? ल हेर्नुहोस् है, यहाँ माथि पनि यसरी चाहिँ ड्र्यागन फ्रुट चाहिँ त्यहाँ माथि पनि फलेछ। अनि अर्को चाहिँ यो नासपातीको बुट्टा हो। यो चाहिँ तराईमा है, नासपातीको बुट्टा। अनि यहाँ पनि छ ड्र्यागन फ्रुट, र यो चाहिँ फलेको छैन। यसरी छ, हेर्नुहोस्, यो फलेको छैन। यो चाहिँ लोकल अनार, रातो खाले अनार, रातो खाले हुन्छ हेर्नुहोस् है। यहाँ ठुल्ठुलो फलेको यहाँ। ल हेर्नुहोस्, रातो अनार। ल हेर्नुहोस्, फल्दैछ, कोही चाहिँ यस्तो गान्टे फल लिँदैछ। ल हेर्नुहोस्, भित्र पनि फलेछ। ल भित्र फलेछ। ल हेर्नुहोस्, भित्रै ल हेर्नुहोस् है, यस्तो छ है फलहरू, साना साना टुसासँग लङ्क अनार। फलफुलको बुट्टा हाम्रो है। हेर्नुहोस्, भित्र यस्तरी फलेछ, त्यो भित्र पुरै घुमेर देखाइन्छ तपाईँहरूलाई। भित्र लोकल यो चाहिँ कागतीको बुट्टा, लोकल कागतीको बुट्टा हो यो। त्यस्तो छ, फल्न फलेको छैन अहिले। अनि फेरि यहाँ यो आँप हाइब्रिड आँप, यो मिठो आँप फले थियो। लगभग 50-60वटा जति फल फले थियो, खाएर भ्याइयो पाकेर। बुट्टा यस्तो छ, यत्रो सानो छ है। यतातिर हाम्रो यो काँक्रा चाहिँ फुल्दै झर्दै के भएको यस्तो थाहा छ भने भनिदिनुहोस् है, के औषधि छर्न पर्छ। यस्तो छ। ल काँक्रा, ल देखिहाल्नु भयो नि है। हाम्रो चाहिँ सानो एउटा जग्गामा चाहिँ यसरी चाहिँ हामीले चाहिँ फलफुल एउटा घरको लागि चाहिँ खेती गरेको। ल हेर्नुहोस् है, बर्खामा चाहिँ यहाँ पानी पुरा जम्मा भएर यो खेती गरेको, माछा पालन गरेको। ल हेर्नुहोस्, असारको महिना भएकोले म चाहिँ ट्र्याक्टर स्टार्ट गरेर रोपाइ गर्नतिर अब जोताइ गर्नु पऱ्यो। त्यसले गर्दाखेरि अब खेती किसानी गर्नु पऱ्यो, लागे मात्रै ट्र्याक्टर स्टार्ट गरेर है खेततिर। अब जोताइ सुरु हुन थाल्यो। अगाडिको मेरो भाइ हो। ल यो चाहिँ पुरै 7.5 कट्ठाको प्लटिङ हो। अब त्यति सन्चो त म भएको त छैन, तर पनि अब गर्नु पर्यो काम। खेती किसानी मान्छे भएपछि
हल्का लोडिङ काम त गर्न पर्यो। अब गर्दैछु। फिजिकल त्यति राम्रो भएन। मेरो अगाडिको त्यो देखिराख्नु भएको बाडङ्गा नगरपालिका वडा नम्बर 3 को वडा कार्यालय हो। अब मजुरा चाहिँ अब घन्टाको मजुरा 190 रुपियाँ लिने रे, त्यही घन्टे मजुरा लाउने भन्ने विचार छ। ज्याला मजदुरी चाहिँ हाम्रोतिर 700 रुपियाँ छ। तपाईँहरूकोतिर के छ है? घन्टे मजुरा चाहिँ ज्याला मजदुरी भन्दा धेरै महँगो छ जस्तो लाग्छ मलाई त। अब 1 घन्टाको एकजनाको 190 रुपियाँ भनेको त धेरै महँगो। तर के गर्ने, अब बाध्यता छ, लाउनै पर्यो। सबैले रोपेर भ्याइसक्यो। ल हेर्नुहोस्, अब सन्चो नभएर अब मैले चाहिँ के गर्ने, हल्का ढिलो भएछ। 10-12 दिन ढिलो भएर अब हामीले चाहिँ अब खेती गर्दैछौँ। अब गर्नु पर्यो, अझै दिन पनि सकिन्न। यो खेतमा चाहिँ हामीले चाहिँ लोकल साबा लाउने भन्ने विचार छ। र बिहार चाहिँ हामीले जम्मै उखालेर धानको बिउ चाहिँ रेडी गरिसकेका छौँ। र जोतेको भ्याएपछि हामीले चाहिँ रोपाइ सुरु गर्नेछौँ। यस्तै छ तराईको रोपाइ कार्यक्रमहरू निरन्तर भइरहेको छ। सबैले रोप्दैछन्, अब भ्याएको छ। ल, सबैलाई धन्यवाद भिडियो दिनुभएकोमा।